रहेछ भाइको च्यानललाई एकदम माया गर्नु कतिले मान्छेले अस्तिले भन्छ यो समाज त्यस्तै भन्छ है लौ 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 यो अर्गा कति मान्छे आउँछ भन्ने कुरो भन भन भाइ यो राम्ररी भन यो मिसीले त बल हान्छ नि हो त्यही बेला मान्छे पनि त्यस्तै छ मान्छे आज हे गाइज वेलकम ब्याक टु न्यू भिडियो गाइज सबैजना मेरो भ्लगमा सबैजना स्वागत छ सोचिन्छ म पनि सन्चै फिट एन्ड फाइन छु आज चाहिँ अब कहाँ जानु ला भन्नु होला आज चाहिँ हाम्रो अर्काको पुडीमा भन्छ पुडीमा भएपछि हाम्रो यहाँ चाहिँ ठुलो भव्य मेलाहरू हुन्छ कस्तो सबै कहाँनिबाट गएर कहाँनिबाट हुन्छ क्या अब सोझो पऱ्यो नि त्यस्तो लप्पन छप्पन त दुई थरी हाम्रो त त्यस्तो कि हाम्रो त रगै छैन त्यसकारण हामीले बवाल तरिकाले गर्छौँ हामी तरिकाले हिँडिरहेको छौँ है त साथीहरू हामी चाहिँ अब गाडी इभीमा जाने किनकि गाडी फसेर अनि निकाल्ने यहाँ चाहिँ चढेर जाने भन्ने कुरो छ अनि निकाल्न सकिन्छ कि फेरि दिनभरि यहीँ बित्ने हो कि त्यो पनि थाहा छैन अब गाडी पेल्न पर्ने अब भन भन भाइ यो राम्ररी भन मिलाइकन गाडी पेल कपडा मैले कुन त मागेर आयो कपडा त्यही पनि पसिनै निक्ल्यो यार लौ 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 दाइ गयो गयो गाडी गाडी निकाल्यो सफल भइयो हामी फर्स्ट स्कुटी ठाउनु पुगेर ठेल्दै चकले बाँच्यो गाडी ल कोही नभएको जत्रा हाँडी गयौँ भने जस्तो आजै मासु आजै पाउनु भने जस्तो आजै अर्का पुग्नु आजै नानी बोलाएको अनि आजै यो घाँस पेल्दा पेल्दै गाना गएर एक घाँस खाना पनि हुन्न गाह्रो भयो जाँदा बा मान्छे त जात्रै रहेछ अलिअलि हो त यो गाडी पेल्दा पेल्दै हद्दै यहाँ त सब खतम नाचो नाचो भिडियो चाहिँ मैले यसबाट बनाइराखेको अब क्याप्चर गरिहाल्छु यसबाट चाहिँ बबाल हुन्छ त्यो तरिका कुरो घाँटीबाट ठम्मै भयो भरे भात खाने कहाँ यो 700 किलो जस्तो छ त यार घाँटी बस्छ अलिक जोस बस्छ नि त मेरो त्यही भएर त सिद्धिहाल्यो त मान्छे त मान्छे त कति हो कति मान्छेलाई हँसायो भन्ने कुरो म सिमै छैन यसबाट ट्याक्क बोल्दै होइन गाई भन्दै होला उसले नेक्स्टमा न चार खतम होला न कि न बेट्टी खतम होला आनन्द यस्तो फोनको कामै छैन कतिले मान्छेले अस्तिले भन्छ यो समाज त्यस्तै भन्छ है साथीहरू त्यस्तै भन्छ ओहो तिहारको जलको त झप्पै आयो मलाई सिनिन्न बस्यो त सनक्क नसो त्यो त नाच्ने मादल खालको फतन नाच्दा हुन्छ तर मान्छे छैन भोलि खेल्ने गाउँघरमा कठै कसलाई के भन्नु गाँठे अब त्यस्तै छ गाउँघरको व्यथा जिल्लाको मान्छे होला अरू जिल्लाको त भापर मरिजाम 77 जिल्लाको मान्छे आउँछ छोरी मान्छे भन्ने हो भने औटै गाउँबाट यहाँ चाट बन्दैछ अब चाट खाने कुरो हुन्छ त्यस्तो मिठो बनिदिनुहोस्
पोखे लाग्यो काँटे यति 50 रुपियाँको माल यति आउँछ यही पनि पोख्यो भने त भेन्छ खतम हुन्छ यी मान्छे पनि किराउने छ देखिन्न नि यो अर्गा कति मान्छे आउँछ भन्ने कुरो त्यो यो मिसीले त बल हान्छ नि हो त्यही बेला मान्छे पनि त्यस्तै छ मान्छे आज त्यस्तो कडा होइन फेरि यस्तो मान्छे आउँछ यहाँनिर साथीहरू हामी चाहिँ अहिले आज यसबाट नेपाल कार पेरिङ गर्ने दाजुले भेटाएका छौँ दाजु अब के भनिदिनु पर्यो यसो भ्लग बनाउँछु मैले पनि भाइले भ्लग बनाउनु रहेछ भाइको च्यानललाई एकदम माया गर्नु यो हरेक कुरा के हुन्छ भने जब कसैले केही गर्दै हुनुहुन्छ भने सपोर्ट गर्नुपर्छ बी पोजिटिभ थिङ्किङ गाइज एभ्रिवान सबैले राम्रो सोच्नु जति राम्रो सोच्नुहुन्छ त्यति राम्रो हुन्छ हाम्रो सोच के छ भने यसलाई त फलो गर्नुहुन्न यसलाई त यस्तो गर्नुहुन्न भन्छ नि तपाईँले फलो गर्नुहुन्छ राम्रो गर्ने साथीलाई राम्रो सपोर्ट गर्नुहुन्छ भने सबैलाई राम्रो हुन्छ हो कि नि भाइ भन्नु त अहिले त यो फोनबाट म दिउँसभरि यति भिडियो बनाएको मान्छे यति हाँसेको छ ओहो फोन पनि त एउटा 17 प्रो म्याक्स रहेछ भाइको यो हैन ल सबैजना चाहिँ ल के हो ल 10,000 के छ हाल चाहिँ अब ट्याग 300 को चटपटे जेरी अनि त्यहाँनिर पानी मगाम पानी मगाएर हामी 4-5 वटा केटा वरिपरि बसेर जामजुम बसिरहेका छौँ तपाईँले मजा आयो होला है त बाबाले मजा आउनु पर्छ किनकि अब त्यस्तो आउनु पर्यो नि त अब ट्याग खान्छौँ हामीले यस्तो खालको के हरियो हरियो बोटहरू छ नि भुतुन बिग्रे पनि मन त बिग्रेको छैन यहाँ ठे वेलकम ब्याक छ गाइजहरु हामी चाहिँ रामसम पनि सिक्थ्यो अनि हाम्रो चाहिँ अब सबै राम्रो सिक्थ्यो त्यसकारण चाहिँ हामी केटाहरु सबै मेरो नि लास्ट सबै केटाहरु देख्नु पर्ला त्यसकारण हामी चाहिँ अब घरतिर लाग्यो न थ्यांक यू फर वाचिङ लास्ट भिडियो अनि त्यसले मेरो आभारी छु थ्यांक यू फर वाचिङ लास्ट टाइम सब्स्क्राइब गर्न होला है फुल वाचिङ लास्ट भिडियो थ्यांक यू आज मेरो भिडियो जान्छ सब्स्क्राइब गर्न होला भन्दै